नमस्कार, शान्तिको बाटोको आजको श्रृङ्खलामा तपाईलाई स्वागत छ। म रोहित केसी। दर्शकवृन्द, प्रश्न उब्जिएकै भनेको इमान्दारितामाथि हो। राज्य र राजनीतिक दलमा यसको अभाव हुँदा शान्तिको यात्रा सहज हुन सकिरहेको छैन। नागरिकको एकतामा चाहनाले मात्रै सम्भव नहुने भएकोले पनि नागरिकहरू आग्रह गरिरहेका छन् र यो श्रृङ्खला जारी पनि छ। हामी पनि नीति र नेतृत्वको सबलताको लागि कार्यक्रमबाट आग्रह गरिरहेका छौँ। दर्शकवृन्द, बर्बरताको पनि हद हुन्छ। आफ्नो उद्देश्य प्राप्तिका लागि जब कोही कसैले सबै दायरा बिर्सन्छ वा भुल्छ, तब नागरिकको नजरमा उठ्न पनि त्यत्तिकै मूल्य चुकाउनु पर्ने हुन्छ। विभिन्न उतार चढावका बीचमा अगाडि बढिरहेको माओवादी आन्दोलन लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्यापछि भने नराम्ररी आलोचित भयो। तत्कालीन राज्य सत्ताको विरुद्धमा उभिएको माओवादी एकाएक आम सर्वसाधारणमा यसरी जाइ लागेपछि आम मानिसहरूले शङ्काको दृष्टिकोणले हेर्न थाले। हुन त माओवादीले सुराकी गरेको भनेर भनिरहेको छ, तर तथ्य भनी उसले पेश गर्न सकिरहेको छैन। यसकारण पनि आम मानिसको शङ्का बढेको बढै छ र प्रश्न तीर जस्तै बनेर सोझिएको छ, तर जवाब भने चित्त बुझ्दो छँदै छैन। आज हामी लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या र त्यसपछि भइरहेको प्रयासका बारेमा र अवस्था लिएर कार्यक्रममा उपस्थित भएका छौँ। उनी लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीसँगै पढेका र पढाएका शिक्षक हुन्। पढाइसँगै मुक्तिनाथ अधिकारीसँगको केही अनुभूति समेत सँगालेका छन् उनले। त्योभन्दा बढी त आफूसँगै हुर्के बढेको सहकर्मीको निर्मम हत्याको नमिठो घटनाको साक्षी समेत बनेका छन् उनी। विगतलाई भुल्न नसकेका उनले हाम्रो क्यामेराको अगाडि पनि आँसु लुकाउन सकेनन् र पीडाको पोको यसरी खोले। अनि त्यसपछि कत्तरी सरुवा भएर फेरि सँगै पनि पढाइयो 10-8 वर्ष। मलाई साह्रै चित्त दुख्छ आउँछ न। अनि त्यसपछि यहाँबाट यसरी डोरा बाँधेर हात बाँधेर बाहिर गरेर यो भन्दै नराम्रो एकछिन ल्याए। अनि अरू साथीहरू सबै माओवादीको अरू मान्छेहरू पनि क्लासका विद्यार्थीहरू बाहिर निकाल्यो। अनि त्यसपछि त्यसलाई त्यो अफिसको अगाडिपट्टि उभ्याएर उनीहरूले करिब 5-10 मिनट जति के भाषण गरेको। 2058 साल माघ 3 गते मुक्तिनाथ अधिकारी विद्यालयको कक्षा कोठामा पढाइरहेका थिए। अन्य शिक्षकहरू भने खाली समय भएकोले कापी जाँच गर्दै थिए। दिउँसो करिब 1 बजेको समय हुनुपर्छ। पढाइरहेको बेला एकाएक केही मानिसहरूको समूह कक्षा कोठामा प्रवेश गर्यो। करिब 8 जनाको समूह रहेको उनीहरू माओवादीका कार्यकर्ता थिए। उनीहरूले अधिकारीलाई विद्यालयमा पढाइरहेको अवस्थामै कक्षा कोठादेखि हात बाँधेर लगे। माघ 2 गते मात्रै सदरमुकाम बेसी सहरबाट प्रधानाध्यापकको चिठी लिएर अधिकारी आइपुगेका थिए र त्यही दिन कामु प्रधानाध्यापकको पत्रलाई अनुमोदन गर्ने कार्यक्रम पनि थियो। शिक्षक मुक्तिनाथ अधिकारीलाई यहाँबाट हातलाई दुईपट्टि बाँधेर नजिकैको एउटा डाँडामा एउटा उत्तिसको रूपमा लगेर निर्मम तरिकाले गोली हानी हत्या गरेको चाहिँ स्थानीयहरूले बताएका छन्। तर अहिलेसम्म पनि राज्यले मुक्तिनाथ अधिकारीको हत्या को हो त, हत्यारा को हो त भन्ने विषयमा अहिलेसम्म पनि पहिचान गर्न सकेको छैन। यसरी एउटा शिक्षकलाई कक्षा कोठाबाटै जबरजस्ती पशुवत व्यवहार गरी लैजान खोज्दा अन्य शिक्षकले प्रतिवाद नगरेका होइनन्। अझ विद्यार्थीहरूले त बिन्ती समेत गरे, तर उनीहरूको अगाडि कसैको पनि केही लाग्न सकेन। माओवादी कार्यकर्ताले केही सोधपुछ गर्नु छ भन्दै हामी केही पनि गर्दैनौँ भनी लिएर गए। तर अवस्था सोचे भन्दा फरक भइदियो। स्कुलदेखि केही पर पर्ने दुरा डाँडा भन्ने ठाउँमा रुखमा झुन्ड्याएर गोली हानी उनको हत्या गरियो।
उनका जेठा छोरा सुमन भण्डारी पनि शिक्षण पेसामा नै संलग्न थिए। त्यति बेला बुबाको हत्याले ज्यादतीको पराकाष्ठ नागेको मात्र थिएन, उनीबाट अभिभावकत्व समेत खोसेको थियो। उनले माओवादीका कार्यकर्ताले पटक पटक विभिन्न बाहनामा सताउने गरेको दुखेसो पोख्दै कहिले चन्दा त कहिले संस्कृत पढाएको न्युमा धम्क्याउने गरेको विगतलाई भुल्न सकेका छैनन्। आखिर यही नै हत्याको कारण बनेको उनी बताउँछन्। उनीहरू चाहिँ अब 25% बुवाको स्यालेरीको त मागेका थिए होइन, स्यालेरी भनेको त्यसरी त्यो दसैँमा त्यही जुन वर्ष घटना भयो त्यो उनीहरू घरमा आएर कुरा गरेका थिए। भनेपछि अरू खास चाहिँ कारण चाहिँ त्यो एउटा न्यू मात्रै भयो क्या। भनेपछि खास कुरो के भने अब त्यो समाजमा चाहिँ अब त्यो एरियामा चाहिँ माओवादीहरू कोही पनि थिएनन्। भनेपछि उनीहरूलाई त्यहाँभित्र छिर्नको लागि चाहिँ अलिकति त्यहाँ भएको अलिकति जान्ने बुझेको मान्छेसँग नेतृत्व गर्ने मान्छे को छ भन्दाखेरि फलाना छ भने उनीहरूले त्यसरी पहिचान गरे र उसलाई हामीले सिद्धायौँ भने त के हुन्छ सबैजना चाहिँ त्रसित हुन्छन् र त्यहाँ चाहिँ हाम्रो चाहिँ प्रभाव पर्छ। अनि उनीहरूको ध्येय नै त्यही हो, अरू कुरो कारण केही पनि छैन। उनीहरू भन्नु त सुरागी भनेर त्यहाँ चाहिँ अब त्यो पोस्टर टाँस्यो भने पनि सुनियो भने त्यो भनेको एकदम बनावटी एकदम त्यो आपत्तिजनक आरोप हो। यो त्यो केही पनि होइन। खासै अब त्यहाँको समाजको अलिक राम्रो मान्छे को छ त्यसलाई चाहिँ मार्ने उनीहरूको त्यो नियतले कारण गर्दाखेरि उनीहरू त्यसरी मारे हुन्। र चाहिँ एउटा नियम चाहिँ अब तपाईँको त्यो संस्कृत पढाएको भयो बुवा त अब त्यो त अब खास उहाँ चाहिँ संस्कृतको त्यही दिन हेडसर हुनुभएको थियो र उहाँ चाहिँ खास साइन्स म्याथको टिचर हो होइन, गणित र विज्ञानको। भनेपछि उहाँ चाहिँ अब यो संस्कृतको पनि उहाँ पनि अब त्यसो यसलाई अगाडि बढ्नुपर्छ भने उहाँको भावना त थियो। तर त्यो अब संस्कृत भने त पढ्न पनि नमिल्ने कुरो त होइन नि त। त्यो राज्यको नीतिअनुसार पढाएको हो नि त, उहाँले आफूले पढाएको पनि त्यो पनि लागे पनि होइन, इच्छा अनुसारले पढ्ने कुरा पनि हो। उनीहरू त्यो पनि कता कता सुनिन्छ, यथार्थ कुरो त उनीहरूले नै थाहा होला होइन। घटनाले सबैभन्दा विक्षिप्त अधिकारीका श्रीमती भए। उनलाई पहिलेदेखि रोगको पिठा त छँदै थियो, तर श्रीमान गुमाउँदाको पीडाको पहाड पनि उनी माथि नै खस्यो। अभिभावकको जिम्मेवारी पनि उनीमा आइलाग्यो। घटनापछि न्यायका लागि धेरैलाई गुहारिन्, तर कसैबाट पनि सुनवाई नहुने भएपछि उनी अहिले बोल्न छोडेकी छिन् र हामीसँग पनि बोल्न मानिनिन्। हामीले पनि उनको पीडा बल्झाउने प्रयास गरेनौँ, तर श्रीमानको बारेमा कुराकानी गर्दा उनको आँखाबाट पीडा भने छचल्किएर बाहिर आइ नै रह्यो। वास्तवमा मुक्तिनाथ अधिकारी जिल्लाकै एक बौद्धिक व्यक्तित्व समेत थिए। लमजुङ जिल्लाको चन्द्रेश्वर गाउँ विकास समिति स्थित पानीरी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक हुने सामाजिक क्रियाकलापमा पनि संलग्न भइरहन्थे। उनको पौरकी हात र ज्ञानले धेरैको भविष्य उज्यालो गन्तव्य तय गर्न सहयोग गर्यो। उनले अक्षर सिन्हाका विद्यार्थी समेत उनको हत्याले गर्दा अझैसम्म स्तब्ध छन्। पढाइरहेको बेलामा चाहिँ केही मान्छेहरू आएर अनि समातेर यहाँ च्यानपटा भन्ने ठाउँमा लगेर यसरी झुन्ड्याएर अनि यसरी गोली हानेर मारियो भन्ने खबर सुन्दाखेरि साह्रै दुःख लाग्यो। साह्रै चाहिँ नराम्रो घटना घटेछ। त्यो चाहिँ अब चन्दाको न्युमा सर चाहिँ यसरी लगेको अरे यसरी मारियो अरे भन्ने कुरा चाहिँ म आएर सुने, साह्रै दुःख लाग्यो। एउटा विद्यालयको समेत अभिभावक रहेका उनलाई यसरी हत्या गरिएपछि विद्यालयले समेत कहिल्यै भुल्न सकेको छैन। यो एउटा यस्तो प्रतिनिधि घटना थियो जसले शैक्षिक वातावरण नै त्रासदीपूर्ण बनाइदिएको थियो। नवकुमार सरको बदलामा चाहिँ उहाँ चाहिँ के हेड सर भएर आएकै दिनमा उहाँ चाहिँ यहाँ दिन कटाउन नदिकन चाहिँ के अरे हत्या गरियो। त्यो हत्या गर्दा विद्यार्थी कङ्कला साथ दुनियाँभर कहाँ कहाँ गएको कसले समाउन सकिने होइन, कसले के गरे त्यो चाहिँ क्या खास कुरो चाहिँ सही कुरो हो। हामी त्यो मोती सरलाई चाहिँ क्या मारेको बारेमा चाहिँ अहिलेसम्म पनि विद्यालय पनि दुखी छ, जनता पनि दुखी। यस घटनाले आजसम्म पनि विद्यार्थी, शिक्षक मात्र होइन गाउँले अनि पुरै लमजुङ जिल्ला नै शोकमा छ। आफ्नो फरक छवि बनाएका अधिकारीको हत्याले सर्वसाधारणमा पनि त्रासदी छोड्यो। गाउँलेहरू पनि त्यो घटनालाई लिएर नराम्ररी प्रभावित भए। उनीहरू पनि यो घटनाको बर्बरतालाई अझै पनि भुल्न सकेका छैनन्। अफिस खोलेर अनि बसेका थिएँ अनि माओवादी मित्रहरू भएर
भनेपछि ल यहाँको को हुनुहुन्छ भनेर भन्नुभयो। अनि त्यहाँ नाम सोध्ने कुरो त आएन। अनि अब त्यहाँ पछि फोन सेट लिएर जानुभयो। गए पछाडि एकछिन पछाडि त्यही काम गर्ने दाइ चाहिँ दौडेर आउनुभयो। ल यसरी माओवादी आउनुभएको छ, माओवादी आछन् भनेर फोन लयो भन्दा लयो भन्ने मैले पछि स्कुलतिर थाहा हुनालाई खबर दिन भनेर जान लाग्दैमा मोदी सरलाई चाहिँ बाँधेर पछाडि हात लाएर लिएर गएको देखियो। यो हाम्रो पहिलाका जिम्माल भन्ने चलन थियो र जिम्मालकै घरनिर अतिबलजुराको घरमाथि देखियो। र च्यानपडाका विद्यार्थी सर्वोदयको विद्यार्थी जाँदाखेरि त उहाँलाई चाहिँ सिद्धाइसकेछन्। यसरी अनाहकमा मुक्तिनाथ अधिकारीले ज्यान गुमाउनु पर्यो। माओवादीका कार्यकर्ताले आफूले भनेको कुरा हुनै पर्छ भन्दा त्यसको विरोध गरेपछि उनलाई तारो बनाइएको गाउँलेहरू खुलेरै भन्छन्। माओवादी आन्दोलनमा अति नै लज्जास्पद यस घटनाले उसलाई नैतिक रूपमा पनि दुर्बल बनाइदियो। सत्य तथ्य छानबिन गर्ने कुरा माओवादीले नगरेको होइन, तर घटना भएको 14 वर्ष नै पुग्न लागिसक्यो। अवस्था भने जस्ताको तस्तै छ, जसकारण पीडा पीडितको भागमा थपि नै रहेको छ। दर्शक ब्रेन, चक र डस्टरसँग रमाउने एउटा शिक्षकको हत्याले मानव अधिकार हनन र ज्यादतीको ठुलो रूप लियो र लिइरहेको पनि छ। घटना भएको यतिका वर्ष भइसक्यो, तर पनि कोही गम्भीर नबनिरहेको पीडितहरूको गुनासो छ। प्रश्नको बारम्बारता तर जवाबको मौनताको स्थितिले पीडितलाई भित्रभित्रै खाइरहेको छ र उनीहरू यही अत्यास लाग्दो आशा भने मार्न सकिरहेका छैनन्। थप प्रसङ्ग सहित आउँछौँ, तर एकैछिनको विश्राम। विश्रामपछि स्वागत छ। तपाईले न्युज 24 टेलिभिजनमा शान्तिको बाटो बीच हुनुहुन्छ र हामीले हिजो द्वन्द्वकालमा माओवादीद्वारा मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको प्रसङ्ग र त्यसपछि राज्यले गरिरहेको वा गर्न नसकेको सम्बोधनको बारेमा बोलिरहेका छौँ। दर्शक वृन्द, पीडितले मागेको भनेको सत्यको निरूपण र न्याय नै हो, तर राहत दिएर वा केही रकम दिएर थाम्नु पार्ने प्रयास भने भइरहेको छ। उनीहरूले ज्यानको बदला ज्यानै चाहिन्छ त भनेका छैनन्, तर ज्यान लिनेलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन् र यो जायज पनि हो। उनीहरूको एउटै आग्रह छ र एउटै शर्त पनि छ कि पीडितलाई न्याय र पीडकलाई सजायको व्यवस्था गरियोस्। अब बाँकी प्रसङ्ग। घटना पश्चात अधिकारीको हत्यामा संलग्न माओवादीका कार्यकर्ता विरुद्ध परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी परेको छ। हत्यामा संलग्न भएको आरोपमा लमजुङ जिता गाविस 5 का देवेन्द्र पौडेल प्रताप, स्थानेश्वर गाविस 4 का साधुराम भनिने प्रभुराज घिमिरे र कास्की मिजुरे गाविस 5 का ध्रुव अधिकारी विरुद्ध किटानी परेको हो। शिक्षक अधिकारीकी श्रीमती इन्दिरा अधिकारीले किटानी दिएका देवेन्द्र पौडेल प्रताप हाल नेकपा माओवादी लमजुङका इन्चार्ज छन् भने साधुराम भनिने प्रभु घिमिरे पार्टी कारबाहीमा परिसकेका छन्। यसैगरी ध्रुव अधिकारी माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा स्वकीय सचिव समेत भएका थिए। तत्कालीन माओवादीले हत्या गरेपछि घटनाको भोलिपल्ट 2058 साल माघ 4 गते जिल्ला प्रहरी कार्यालय बिर्सी शहरमा मुक्तिनाथकी श्रीमती इन्दिराले जाहेरी दिएकी थिइन्। घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले पिस ब्रिगेड्स इन्टरनेसनल नेपालका प्रतिनिधि, एडभोकेसी फोरम र इन्सेक लमजुङको रोहबरमा किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरीमा पीडित इन्दिराले मेरो श्रीमानको बाँच्न पाउने नैसर्गिक अधिकारको उल्लङ्घन भएको, नेपालको अन्तरिम संविधान 2063 को धारा 12 को उल्लङ्घन भएको, मानव अधिकार विश्वव्यापी घोषणा पत्रको धारा 3 मा उल्लेखित
प्रत्येक मानिसलाई जीवन, स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताको हक अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र 1966 धारा 6 को हनन भएकोमा मेरो श्रीमानलाई अपराधपूर्ण तरिकाले यातना दिई हत्या गर्ने उप तत्काल कारबाही गरियोस् भन्ने उल्लेख गरिएको छ। यदिसम्म कि एकपटकसम्म पनि सोधखोज गर्ने काम नहुँदा पीडितहरूको न्याय पाउने आशा समेत मर्न थालेको छ। राजनीतिक संरक्षणकै कारण उनीहरू खुलियाम घुमिरहेको पीडित परिवारको गुनासो छ। न्याय दिनु त उनीहरूको त दिमागमै छैन हो कि हो, उनीहरू राज्यको यो सरकारको नेताको चाहिँ त्यो उनीहरूको त्यो कहीँ पनि छैन। त्यो भनेपछि अब झारा टार्ने हो कि अब अहिले पनि तपाईँको जस्तो आएको उनीहरूले बनायो नि भनेपछि अब त्यो अब पीडितको त्यो संवेदनशील त थाहै नभएको मान्छे ल्याएर उनीहरू आयोग बनाएको छन्। भनेपछि अब सत्य आयो भनेको के हो थाहा नभएको मान्छे ल्याएर उनीहरूले त्यो आयोग बनायो नि भनेपछि अब पीडितसँग भिजेको जानेको मान्छेहरू त्यो हुनु पर्यो त्यो त छैन। भनेपछि अब दलको प्रतिनिधि ल्याएर आयोग बनाएको छ भनेपछि कुनै दल विषयको कोही व्यक्तिको बारेमा भोलि गएर पीडितले केही भन्न पऱ्यो भने भनेपछि अब त्यो भनेको कुरा चाहिँ अब त्यो प्रमाणहरू चाहिँ त्यो सूचनाहरू चाहिँ त्यो दलमा पुग्दैन भने के ग्यारेन्टी। भनेपछि त्यस्ता मान्छेहरूसँग चाहिँ अब पीडितहरूले कसरी काँधमा काँध मिलाएर उनीहरू आँसु झार्न पीडित सक्छन्। भनेपछि अब यी अहिले चाहिँ जुन आयुक्त बनेका छन् यी आयुक्तहरूसँग चाहिँ पीडितको चाहिँ अहिले पनि त्यो विश्वास चाहिँ वातावरण बनिसकिरहेको छैन। जुन पीडा दियो नि त्यो पीडा दिने मान्छेलाई चाहिँ कठघारमा ल्याउन सक्नु पर्यो के। टिट फर ट्याट भन्ने जस्तो नभए पनि त्यसलाई अब त्यस्तो घटना घटाइदिएपछि हामी पनि पर्न सक्छौँ, त्यसमा हाम्रो पनि ज्यान जान सक्छ भन्ने जस्तो कानुन चाहिँ सरकारले दिनु पर्यो के। हत्या भएपछि यो घटनाले सबैको ध्यान खिचे पनि पीडित परिवारले भने अहिलेसम्म न्याय पाएको छैन। घटनाको प्रारम्भिक अनुसन्धान समेत सुरु नहुँदा राजनीतिको नाममा अपराध मौलाएको देखिन्छ। पीडितहरूले दिएको किटानी जाहेरीको बारेमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय लमजुङले यसबारेमा केही पनि बोल्न मानेन। माओवादी कार्यकर्ताले नै हत्या गरेका कारण उनै बढी जिम्मेवार छ। पार्टी शान्तिकालीन राजनीतिमा आइसकेपछि हत्याका बारेमा कुनै ठोस कुरा बाहिर ल्याउन सकेको छैन, ल्याउन चाहेको पनि छैन। यसबारेमा लमजुङ जिल्लाका माओवादीका नेता यस्तो भन्छन्। राज्यद्वारा अथवा विद्रोही पक्षद्वारा विभिन्न ठाउँहरूमा घटनाहरू घटे, वास्तवमा त्यतिखेरका घटनाहरू यो मुलुकको प्रगतिका निम्ति र यो मुलुकको सुनिश्चितताका निम्ति र परिवर्तनको निम्ति हो भन्ने अर्थमा हामीले बोध गर्नुपर्छ। कतिपय घटनाहरू सामान्यकृत गरेर हामीले बुझ्ने खालको परिपाटीको विकास पनि गर्नुपर्छ। तर पनि यो राज्य जब हामी गणतन्त्र प्राप्ति गऱ्यौँ, गणतन्त्र आइसकेपछि कता कता ती व्यक्तिहरूले गुमाएका जो बलिदानीहरू छन् ती बलिदानीहरूप्रति राज्यले अब ठिक ढङ्गको म्यानेज गर्न नसक्या हो कि भन्ने प्रकारको अनुभूति तल्लो स्तरसम्म परेको छ। यता जिल्लामा क्रियाशील अन्य राजनीतिक दलका नेता पनि घटनाका बारेमा त अवगतै छन्। हिजो द्वन्द्वको समयमा कुरा उठाउने अवस्था त्यति अनुकूल नभए पनि आजको समयमा भने अवस्था सामान्य छ। तर उनीहरू घटनाका बारेमा खासै गम्भीर नबनेको पीडित परिवारको दुखेसो छ। यसबारेमा दलका नेताको भनाइ भने यस्तो छ। मुक्तिनाथ अधिकारी लगायत थुप्रै व्यक्तिहरू जुन रूपमा कति दोषी कति निर्दोषी व्यक्तिहरू द्वन्द्वको क्रममा उहाँहरूले आफूले शहादत प्राप्त गर्नुभएको छ र उहाँहरूको सही मूल्याङ्कन गर्ने काममा राज्य गम्भीर भएर अगाडि बढिराखेको मैले अनुभूति गरेका छैन। गणतन्त्र प्राप्तिपछि हामीले धेरै कुराहरू हामीले उल्लेख गरेका थियौँ। सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग जस्ता आयोगहरू निर्माण गर्ने र त्यसले मुलुकमा हिजो द्वन्द्वको क्रममा भएका सत्य तथ्यहरूलाई सार्वजनिक गर्ने र त्यो परिवारहरूलाई सही सम्मान गर्ने जुन नीति आएको थियो त्यो अगाडि बढ्न सकिरहेका छैन। जसले मार्ने आदेश दिए तीहरू यो मुलुकको सर्वोच्च स्थानमा पुगे, प्रचण्डहरू प्रधानमन्त्री भए, अनि अहिले अरू मान्छेहरूलाई कारबाही गरिएन भनेर भन्नु रोदन मात्रै हो। यसकारणले राज्यले पश्चदर्शी
कानुन निर्माण गर्नु पर्यो र कारबाहीको प्रक्रिया अगाडि बढाउने हो भने सबैलाई न्याय दिनु पर्यो। माओवादीले मारेकालाई पनि, राज्यले मारेकालाई पनि। देशमा जे जस्तो भए पनि अहिले परिवर्तन भएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग पनि गठन भएको छ। भन्नेहरू त भन्लान् यो सुखद पक्ष हो, तर यही परिवर्तनका लागि अनाहकमा ज्यानको मूल्य चुकाउनेहरूलाई भने थप पीडा थपिएको छ। शान्तिकालीन परिवेशमा न्यायको पर्खाइमा बसेका उनीहरू राज्य र राजनीतिक दलले बेवास्ता गर्दा थप अन्यायमा छन्। हिजो उनीहरू स्वार्थ पूर्तिका लागि अमानवीय तवरले अगाडि आए र आज पनि मानवीय संवेदनालाई कुल्चिरहेका छन्। पीडितहरू गुनासो गरिरहेछन्। यदि राज्य गम्भीर छ, केही जान्दछ र बुझ्दछ भने न्यायको बाटो पहिल्यै दियोस्, हाम्रो विनम्र आग्रह। दर्शक वृन्द, पीडा कति छ त्यो भोग्नेलाई थाहा छ। पीडा गुम्सिएर रोग बनिसक्यो पीडितका लागि। तपाईँ जति नै कराउनुहोस्, चिच्याउनुहोस् वा हार गुहार गर्नुहोस्, तर सुन्नेले सुन्न छोडेपछि पीडा अझै दोब्बर भएको छ। निदायकोलाई बिउझाउन सकिँदो रहेछ, तर निदायको जस्तो गर्ने राज्यलाई कसरी बिउझाउनु, यो पीडितको बिलौना। हस् त, आजको कार्यक्रम यति नै। आजको कार्यक्रम तयार पार्न सहयोग गर्ने लमजुङबाट टिभी जर्नलिस्ट छविलाल बगालेलाई धन्यवाद। हामीलाई बिदा दिनुहोस्। नमस्ते।